साथीहरू, आज चाहिँ मैले मोमोको लागि तयार गर्दैछु। ल हेर्नु है मैले मोमो चाहिँ कसरी पकाउँछु। पहिला चाहिँ सुरुमा मैले आटा र मैदा लिएँ। आटा चाहिँ अलिक बढी लिएँ, मैदा अलिक कम लिएँ। हेल्थको लागि चाहिँ मैदा त्यति राम्रो होइन भन्ने छ नि त, त्यही भएर मैले आटा बढी लिएँ। अनि यो चाहिँ मैले के खुर्किएको भन्नु होला, यो चाहिँ मैले पनिर खुर्किएको, पनिरको मोमो बनाउनु लाग्यो कि आज मैले। अनि पनिर चाहिँ 2-4 दिन भयो थियो लिएर आएर राखेको, तर यो पनिर चाहिँ आफै मजाले सर्ट फुर्किँदो रहेछ। मैले त्यही भएर यो कोरेसो युज नगर्नको लागि चाहिँ कोरेसो हटाइदिएँ। अनि यसलाई चाहिँ मैले पिठो मुछेको जस्तै गरेर मुछिँदो रहेछ क्या यो पनिर चाहिँ। 2-3 दिन भयो थियो लिएर आएर राखेको, किन चाहिँ यस्तो भयो खै। तर पनिर चाहिँ यसरी मैले पिठो मुछे जस्तो मुछ्न लाएँ यसलाई। अनि यसरी डल्लाहरू फुटाउँदै यसलाई मसिनो बनाएर पनिर चाहिँ तयार पारेर राख्नु पर्यो भनेर यसको लागि चाहिँ छिटो छिटो मैले यो डल्ला फुटाउँदैछु। अनि यसरी डल्ला फुटाइसकेपछि अब यो पनिर यसो हेरेको 1 किलो पनिर त हामी मोमो खाने त धेरैजना छौँ, यसले पुग्दैन कि जस्तो लागेर अनि मैले यसमा चाहिँ बन्दा नि मिसाउनु पर्यो भनेर बन्दा, अनि त्यसपछि अब यसको लागि प्याज खुर्सानी यसरी मैले यसो मसिनो बनाएर यसमा काटेँ। अनि यसमा काटिसकेपछि यो चाहिँ एक नासले काटिन्छ कि एकदम राम्रो पाराले हुन्छ होइन। अनि यसमा काट्दा मोमोको लागि चाहिँ एकदम राम्रो हुन्छ। अनि यता मैले चाहिँ सिलाम भुटेँ, यो चाहिँ अचारको लागि हो। टमाटर र सिलामको अचार चाहिँ मोमोको लागि बेस्ट हुन्छ। त्यही भएर यसको लागि चाहिँ यो सिलाम भुटेँ। सिलाम चाहिँ त्यति धेरै भुट्न चाहिँ हुँदैन, ठिक्क भुट्नुपर्छ। अनि यता चाहिँ हेर्नु मेरो छोराछोरीले मामु हजुरलाई हेल्प गर्छु भन्दै कोही डल्लो पार्ने कोही यता बेल्ने गरिरहेका छन्। ल हेर्नु है मेरो छोरीले कस्तो राम्रो बेल्दैछ, यति राम्रो बेलिदिन्छ कि। अनि यता बहिनीले चाहिँ मोमोको लागि डल्लो बनाउँदैछ। अनि यसरी हामी सबैजना मिलेर पकायौँ। अनि यसरी बनाउँदै गर्दा मैले चाहिँ बेल्दैछु, बहिनीले चाहिँ यसरी मोमोलाई चाहिँ डल्लो बनाउँदैछ। अनि उसले उता मोमोको लागि तयारी पनि गर्दैछ। अनि एक लट चाहिँ हामीले फर्स्टमा चाहिँ बच्चाबच्चीलाई बुढाबुढीलाई दिनुपर्छ भनेर हामी पहिला सुरुमा बच्चाबच्चीलाई र बुढाबुढीको लागि चाहिँ तयार गर्दैछौँ। म चाहिँ यसरी बेल्दैछु यहाँ। अनि हामीले चाहिँ एक लट तयार भइसकेपछि भान्जालाई अनि बुवालाई बहिनीलाई यसरी खाना दियौँ। अनि यसरी मम्मी र दिदी बहिनी चाहिँ यसरी पकाउँदैछौँ फेरि अर्को लट होइन। यहाँ चाहिँ लट चाहिँ खाँदै फेरि बेल्दै के गर्दैछौँ। हामी चाहिँ लास्टमा खाने हो। अब यहाँ बच्चाबच्चीलाई बुढाबुढीलाई चाहिँ पहिला सुरुमा दियौँ। अनि बच्चाबच्ची फेरि तल लगेर खान्छौँ, हामी त टिभी हेरेर खान्छौँ भनेर यसरी तल आएर खाएँ। यिनीहरू चाहिँ टिभी हेरेर मजाले मस्ती बसेर खाँदैछन्। यिनीहरू चाहिँ बच्चाबच्ची चाहिँ उसको चाहिँ अचार पोखियो अरे भन्दै यता सफा गर्दैछ, ऊ चाहिँ चिसो खाने के खाने होइन। यिनीहरू चाहिँ यी दुईवटा चाहिँ यसरी आएर तल बसेर खाँदैछन्, यता चिसोको बोतल राखेछन्। अनि त्यसपछि हाम्रो पनि मोमो तयार भयो। अनि हामी 3जना फेरि बसेर खान थाल्यौँ। आजको खाजा चाहिँ हाम्रो यसरी मोमो मस्ती खाइयो। मोमो चाहिँ मिठो भयो। यो चाहिँ पनिर मोमो चाहिँ साह्रो मिठो हुन्छ कि। बाहिर खानु र घरमा खानुमा धेरै फरक हुन्छ। घरको चाहिँ धेरै हेल्दी हुन्छ कि। तर कहिलेकाहीँ खाए पनि हामीले चाहिँ मोमो खाइसकेको दिनमा चाहिँ बेलुका खानै नपर्ने गरेर खानाको लागि चाहिँ खानाकै साटो मोमो खाइरहेका हुन्छौँ कि। अनि यसरी हामी यति मिठो गरेर मोमो खायौँ। अनि यसरी मजाले खाँदैछौँ हामी 3जना सँगै बसेर। अनि बहिनी नि फेरि म पनि भिडियोमा देखिनु पर्यो खै भन्दै यता आउँदैछ कि। अनि उसलाई पनि भिडियोमा देखिन मन लाग्यो अरे। अनि ऊ नि यसरी खाँदैछ। अनि यसरी खाइसक्यौँ हामीले मोमो खानुको मजै छुट्टै भयो, मिठो भयो। अनि ल है कसले खानुभयो चाहिँ यस्तो गरेर। अनि त्यसपछि योमा चाहिँ अलिकति चिसो पनि मिठो लाग्छ कि। अनि यसरी चिसो खानु नि पर्यो म भनेर चिसो खाँदैछु। अनि बहिनीले होइन तपाईँ मात्रै खाने होइन म पनि खाने भने उसले खोज्दैछ कि। फेरि ऊ चाहिँ फेरि खोसिहालेँ। अनि फेरि खुर्सानी खानु पर्यो भने म चाहिँ खुर्सानी टोकेर खानुको मजै छुट्टै लाग्छ क्या यसमा। अनि हरियो खुर्सानी यसरी टोकेँ। मोमोमा हरियो खुर्सानी टोक्ने को हुनुहुन्छ साथीहरू, मैले जसरी नै मैले चाहिँ 2-3टा खुर्सानी टोकेँ। यो बच्चा बुढीको लागि पनि बनाएको हुनाले धेरै पिरो चाहिँ राखेको छैन। राख्न चाहिँ पिरो छ, तर अझै मलाई पिरो चाहिँ खान मन लागेको हुनाले मैले 2टा खुर्सानी पनि टोकेँ, हरियो खुर्सानी। अनि यसरी आज चाहिँ हाम्रो खाजा यस्तो भयो। यसरी खाइयो, कति मिठो भयो ल बाई साथीहरू।